है अब डक्टर सरलाई मैले सकेसम्म धेरै कुराहरू पनि भनिसकेँ होइन। अब 12 कक्षा त्योहरू पनि फाइनल इक्जाम हुन्छ। मलाई तिमीहरूलाई लगभग आधीभन्दा बढी कोर्स पढाइसकेको छु होइन। अब नयाँ सर आउनुहुन्छ पढ्ने, राम्रोसँग नबुझेको कुराहरू छ भने सोध्ने, डिपार्टमेन्टमा पनि सोद्धा हुन्छन्, सबै सरहरूलाई सोद्धा नै हुन्छन्, मलाई पनि सोद्धा हुन्छ है। म तिमीहरूको लागि के गर्नुपर्छ कसो गर्नुपर्छ फिजिकली रूपमा अब टाढा भए पनि है म जहिले तिमीहरूको लागि तयार हुन्छन्। तर चाहिँ पढाइ चाहिँ राम्रो ल्याउनु पर्यो, प्याटर्न 100% को छ, त्यो चाहिँ सक्सेस गर्नु पर्यो। त्यसको लागि मलाई बाहिरबाट भए पनि के गर्नुपर्छ कसो गर्नुपर्छ म सबै गर्छु र त्यसको लागि मैले के प्र्याक्टिस गरेको थिएँ त्यो कुराहरू सब यहाँ डिपार्टमेन्टमा एचओडी सरलाई सबै कुरा बुझाएर सबै मेटेरियलहरू दिएर गइसकेको छु। कोर्स सकेपछि सबै कुराहरू चाहिँ सरहरूले दिनुहुन्छ है। नदिए पनि तिनीहरूले चाहिँ माग्ने र के कति मेहनत गर्नुपर्छ मेहनत चाहिँ गर्ने है।